10,000 रुपियाँ तपाईँको खर्च बन्छ। यसमा अझै पनि तपाईँले 50, 60, 70,000 रुपियाँ हेलो नमस्ते तपाईहरु सबैजनालाई स्वागत छ आजको यस भिडियोमा। आजको भिडियोमा चाहिँ हामी कुरा गर्नेछौँ 2026 को लागि कुन कुन भिजाहरु छ। This form is for reference only. We are members of mode. I'm going to use it. And I'll do my best. So what do we do to start our application procedure is we scroll up and here, remember, in the application timeline, or we can just हेलो नमस्ते एन्ड वेलकम ब्याक टु माई च्यानल। मेरो नाम चाहिँ कुशरा चौधरी हो र आज म एउटा फेरि नयाँ एउटा ब्लग भिडियोसँग तपाईँहरूको सामु आइसकेको छु। यो ब्लग भिडियोमा म बताउनेवाला छु कि हाम्रो यो कोरियाको भिजा डेट चाहिँ कसरी लिने भनेर म तपाईँलाई सिकाउँछु होइन। यो लिङ्क छ, पहिला यो लिङ्कमा खोल्नुपर्छ। यो चाहिँ सर्च गरेर आउँदैन। यो लिङ्क चाहिँ म हजुरहरूलाई सबैलाई वाट्सएपमा पठाइदिन्छु होइन। यो लिङ्कमा क्लिक गर्नुहोस्। अनि त्यसपछि एकैछिन है, यो लिङ्क लोड हुन तिमीलाई युट्युब होइन। यहाँ लोड गइरहेको छ, लोड भयो। त्यसपछि यो त्यो धेरै जस्तो नेपालीमा आइरहेको हुन्छ। अब नेपाली त इङ्ग्लिसमा, इङ्ग्लिस नेपाली गराउनु त तपाईँहरूलाई आउँछ होला। अथवा यहाँ चाहिँ अप्सनहरू हुन्छ इङ्ग्लिस, कोरियन अनि पछि नेपाली भनेर। हाम्रो यो कोरियाको भिजा डेट चाहिँ कसरी लिने भनेर हाम्रो यो कोरियाको भिजा डेट चाहिँ कसरी लिने भनेर म तपाईँलाई सिकाउँछु होइन। यो लिङ्क छ, पहिला यो लिङ्कमा खोल्नुपर्छ। यो चाहिँ सर्च गरेर आउँदैन। यो लिङ्क चाहिँ म हजुरहरूलाई सबैलाई वाट्सएपमा पठाइदिन्छु होइन। यो लिङ्कमा क्लिक गर्नुहोस्। अनि त्यसपछि एकैछिन है, यो लिङ्क लोड हुन तिमीलाई युट्युब होइन। यहाँ लोड गइरहेको छ, लोड भयो। त्यसपछि यो त्यो धेरै जस्तो नेपालीमा आइरहेको हुन्छ। अब नेपाली त इङ्ग्लिसमा, इङ्ग्लिस नेपाली गराउनु त तपाईँहरूलाई आउँछ होला। अथवा यहाँ चाहिँ अप्सनहरू हुन्छ इङ्ग्लिस, कोरियन अनि पछि नेपाली भनेर। इङ्ग्लिसमा क्लिक गर्नु अनि हाम्रो त्यसपछि यहाँ हेर्नुहोस् त्यहाँ धेरै लेखिएको छ। त्यसमा एउटा सेन्ट्रल इन्फर्मेसन अनि चाहिँ एउटा एडभान्स रिजर्भेसन भन्ने छ। एडभान्स रिजर्भेसनमा क्लिक गर्नु। त्यसैको ठ्याक्कै तल हेर्दा एप्लाई एडभान्स रिजर्भेसन भन्ने छ। अनि त्यसमा क्लिक गर्नुहोस्, अरू केही गर्नु पर्दैन है। अनि हाम्रो चाहिँ हेर्नु सिलेक्ट रिजर्भेसन डेट भन्ने छ। त्यसमा चाहिँ हाम्रो 2025 12 छ। त्यो अहिले यो 12 को छैन हामीसँग। अब सिधै हामी चाहिँ ज्यानमा जानुपर्छ। अब अहिले भर्खर लिनुपर्ने छ भने तपाईँ अब हेर्नु हामीसँग टर्न डेट खुलेको छ 1 2 5 6 7 8 9 अनि पछि 12 13 14। अहिले हामी चाहिँ अहिलेको लागि चाहिँ जस्ट इक्जाम्पलको लागि हामी गरौँ 7 है। 7मा क्लिक गरेपछि हामीलाई अप्सन आउँछ कति बजे टाइमको लिने भनेर है। त्यसमा चाहिँ 1 बजेको छ, 2 बजेको छ अनि 3 बजेको छ। 3 बजे 2 अब तपाईँको इच्छा हो कति बजेको लिने भनेर। त्यसमा पनि अप्सन हुन्छ है। जस्तै 1 बजेको लिनुहुन्छ भने पनि हाम्रो 1 बजेदेखि 1:15 अनि पछि 1:15 देखि 1:30, 1:30 देखि 1:45 अनि पछि 1:45 देखि 2। अब हामी यसको लागि चाहिँ लिम जस्ट अहिलेको लागि चाहिँ 1:15 नम्बर भनेर। अनि पछि अब हाम्रो चाहिँ अब यहाँ नेसनालिटी हाम्रो के हो नेपाली भनेपछि एन क्लिक गर्नुहोस्। त्यसपछि एन क्लिक गरेपछि स्क्रोल गर्दै जानु तल होइन। अप्सन छैन यसमा कि नेपाल हान्ने नेपाल आउने अनि इन्टर दाबे पनि भयो, क्लिक गरे पनि भयो है। त्यसपछि हाम्रो पर्पज चाहिँ के हो, अब भिजिट गर्न जानुहुन्छ भने भिजिटको लागि छ होइन। हाम्रो चाहिँ अहिले स्टुडेन्टको लागि हो नि त भनेपछि स्टडी एब्रोड भन्नेमा क्लिक गर्नुहोस्। त्यसपछि ड्युरेसन कति हुन्छ भन्दाखेरि स्टुडेन्ट भिसाको लागि चाहिँ जहिले ड्युरेसन हुन्छ 90+ 90 डेज ओर मोर 90 डेज ओर मोरमा चाहिँ क्लिक गर्नु। अनि पर्सन कतिजना हो, एकजना भने एकजनाको लागि 1 थिच्नुहोस् है। त्यसपछि हाम्रो पर्सन आफै हो कि ब्रदर सिस्टर अरूको लागि हामी पर्सन आफै हुन्छ जहिले पनि। त्यसमा पर्सनमा क्लिक गर्नु अनि भिजिटर नेम तपाईँको नाम लेख्नुपर्छ। ल मेरो नाम लेख्छु म है, के अरे BISHAL अनि SHRESTHA है। त्यसपछि अनि हामी मोबाइल नम्बर हान्छौँ 9869
7617 है। यहाँ हान्छ भने यहाँ हानेपछि गेट भेरिफिकेसन कोड भन्ने छ, त्यसमा क्लिक गर्नु अनि केही समयमा तपाईँकोमा कोड आउँछ। पक्कै आउनु 275 275 221 221 अब यसमा यो गरेपछि तपाईँ कन्फर्ममा क्लिक गर्नुहोस् अनि यहाँ कम्प्लिट भनेर लेख्छ। रङ छ भने रङ बन्छ, राइट छ भने कम्प्लिट भनेर लेख्छ। अनि हाम्रो उड्ने डेट चाहिँ कहिले हो भनेर, उड्ने डेट चाहिँ अब हाम्रो मार्च इन्टेकको लागि हो भनेपछि फेब्रुअरीको तपाईँको 27 हाल्दा पनि हुन्छ। अनि अब मार्चकै हो 1 मतलब कलेजमा डिपेन्ड गर्छ, कलेज कहिले छ भनेर डेट आइसक्ने स्टार्ट हुने, कोर्स स्टार्ट हुने। अब हामी अहिले राखौँ 18 2026 फेब्रुअरी 18 है। अनि त्यसपछि हामीले त्यसपछि केही गर्नु पर्दैन, सिधै हाम्रो यो प्रोसेसहरू। अनि आई फुल्ली एग्रीमा चाहिँ जस्ट क्लिक गरिदिनु, त्यसपछि हाम्रो डन हुन्छ। अनि एप्लाई गरिदिनुहोस् होइन। एप्लाई गरेपछि यो डिस्प्लेमा जुन आएको छ यो आउँछ। अनि प्लस तपाईँको मोबाइलमा चाहिँ एउटा म्यासेज आउँछ तपाईँको डेट बुक भएको छ है भनेर। अनि त्यतिमा हाम्रो डेट बुक गर्न सिद्धिन्छ है। मैले चाहिँ मेरो युनिभर्सिटीमा कति हालेको थिएँ 5,84,000 कन्सल्टेन्सीले त थक्ने यता पनि थक्ने यता पनि थक्ने काम मात्र गर्छन् क्या। यस्तो रिस उठ्छ। बेरम बेरम देखाउने भयो सस्तो उहाँले इङ्ग्लिसमा प्रोभाइड गर्नुहुन्छ है त। सो नाता प्रमाणीकरण नमस्कार सबैजनालाई। के हजुरहरू साउथ कोरिया पढ्न जाने सोचाइ बनाइरहनु भएको छ? कसरी जाने होला, के स्टेप्सहरू हुन्छ होला, डकुमेन्ट के लाग्छ, फाइनान्सियल के डकुमेन्ट्सहरू बनाउनु पर्ने हुन्छ, काम गर्न पाइन्छ कि पाइँदैन, कति कमाइ हुन्छ भन्ने अनेकौं क्वेसन नमस्कार काम गर्न पाइन्छ कि पाइँदैन, कति कमाइ हुन्छ भन्ने अनेकौं क्वेसन छ भने यो भिडियोलाई अन्तिमसम्म हेर्नु होला। यदि हजुरले यो च्यानललाई सब्स्क्राइब गर्नुभएको छैन भने आजै हजुरहरूले सब्स्क्राइब गर्नुहोला। हजुरहरूलाई क्वेसन हुन सक्छ, किन साउथ कोरिया जाने त?
साउथ कोरियाको भिजा कसरी एप्लाई गर्ने, भिजिट भिजा तपाईँले साउथ कोरियाको एप्लाई गर्दाखेरि के प्रोसिडियर फलो गर्ने, एपोइन्टमेन्ट कहाँ बुक गर्ने, एप्लिकेसन कहाँ भर्ने र के डकुमेन्टहरू चाहिन्छ ती कुराहरू। So yo, welcome back to another video in my channel होइन। सो आज चाहिँ म चट्ट के को बारेमा भन्दाखेरि आज चाहिँ मेरो टपिक चाहिँ छ होइन, नर्मल छ, नट मच होइन। युनिभर्सिटीहरू चाहिँ कोरियामा चाहिँ युनिभर्सिटीहरूमा चाहिँ हाउ यु गर्न एप्लाई होइन, एप्लाई कसरी गर्ने अनि डकुमेन्ट प्रोसेसहरू एभ्रिथिङ आज यो भिडियोमा चाहिँ म भन्छु होइन। सो डिटेलली होइन जियो म ट्याक मेरो स्क्रिन हुन्छ होइन, मेरो स्क्रिन। सो मेरो स्क्रिनमा आइसक्यो होइन। सो आज चाहिँ म चट्ट मेरो युनिभर्सिटी चाहिँ सेजोङ हो नि त होइन, कचुरी भन्ने सेजोङ युनिभर्सिटी। सेजोङ युनिभर्सिटीको चाहिँ अब नेक्स्ट इन्डियाको लागि चाहिँ कसरी एप्लाई गर्ने होइन, भिजा त्यही हो, युनिभर्सिटी कसरी एप्लाई गर्ने, गाडी यो वाट इज अप वेलकम टु माई अनदर भ्लग। अनि आज चाहिँ म न्यू भ्लग लिएर आइसकेको छु होइन। होप एभ्री वान इज फाइन आउट देयर अनि आम डुइङ गुड हियर होइन, आम डुइङ प्रिटी मच गुड। अनि आज चाहिँ म इन्फर्मेटिभ टाइपको भिडियो लिएर आएको छु होइन। अनि इफ यु डोन्ट नो होइन, करेन्टली आइएम डुइङ माई ब्याचलर्स इन कोरिया होइन, लगभग 3 इयर्स भइसकेको छ होइन ब्याचलर गरेर आएको। अनि इट्स माई नाउ लास्ट इयर होइन, 2023 इट्स माई लास्ट इयर। 2024 मा चाहिँ पास आउट हुनुपर्छ होइन। अनि आम गोना टक होइन, अब बिफोर यु कम टु कोरिया यु निड टु नो दिस थिङ्स होइन। त्यही कुराहरू चाहिँ म सेयर गर्न ट्राई गर्दैछु होइन। अनि त्यही हो, फर्स्टमा चाहिँ त्यो अब इन्टरनेसनल स्टुडेन्टहरूलाई चाहिँ होइन कोरियाले चाहिँ कति D4 एन्ड D2 भिजा दिन्छन् होइन। D4 भनेको चाहिँ कोरियन ल्याङ्ग्वेज होइन, कोरियन ल्याङ्ग्वेज पढ्ने अनि त्यहाँबाट चाहिँ D2 चेन्ज गर्ने। अनि D2 भनेको चाहिँ डाइरेक्ट इङ्ग्लिस ट्र्याकमा हुने चाहिँ आइल्स दिएर आउने होइन। इफ यु आइल्स नदिएर आउँदा चाहिँ यु निड टु कम इन D4 होइन। आइल्स दिएर आयो भने चाहिँ यु क्यान कम डाइरेक्ट इन होइन। इफ यु आइल्स नदिएर आउँदा चाहिँ यु निड टु कम इन D4 होइन। आइल्स दिएर आयो भने चाहिँ यु क्यान कम डाइरेक्ट इन D2। कोरिया आइसकेपछि चाहिँ D4बाट चाहिँ होइन ल्याङ्ग्वेज पढिसकेपछि यु निड टु चेन्ज टु D2 अनि त्यो अलिकति झन्झट हुन्छ होइन एप्लाई प्रोसेस गर्नलाई। त्यही भएर डाइरेक्ट D2मा आउँदा चाहिँ इट्स बेटर होइन। अनि त्यही हो होइन, तपाईँहरूले कलेज चुज गर्दाखेरि चाहिँ होइन यु निड टु पुट 2 थिङ्स इन माइन्ड होइन। माइन्डमा 2 कुराहरू चाहिँ राख्नुपर्ने हुन्छ, राख्नुपर्छ के भन्दाखेरि चाहिँ ट्युसन फी होइन। अफकोर्स ट्युसन फी म्याटर्स अनि स्कलरसिप होइन, स्कलरसिप्स टु म्याटर अनि यो 2टा कुरा चाहिँ याद गर्नुभयो भने प्रिटी मच इजी हुन्छ होइन। अब स्कलरसिप धेरै दियो भने त अफकोर्स होइन यु क्यान पे लिटल फी होइन। अनि ट्युसन फी पनि कम भएको होइन, युनिभर्सिटीहरू चुज गर्दा चाहिँ इट्स बेटर होइन। यु क्यान सर्भाइभ इजिली होइन, अलिकति थोरै काम गर्दा पनि पार्ट टाइम कामहरू गर्दा पनि इट्स प्रिटी मच इजी टु सर्भाइभ होइन। अनि यु क्यान सेभ मानी होइन। अनि द्याट्स प्रिटी मच गुड होइन। अनि युनिभर्सिटी चुज गर्दा चाहिँ के हुन्छ भने यु निड टु चेक होइन वेदर द्याट युनिभर्सिटी इज इन ब्ल्याक लिस्ट अर नट होइन। ब्ल्याक लिस्टमा छ भने चाहिँ लगभग अब ब्याचलरको कुराहरू होइन, ब्याचलर कुराहरू चाहिँ यु निड टु एक्सटेन्ड भिजा होइन, 4 इयर्सको भिजा हुन्छ होइन। अब कुनै युनिभर्सिटीले 1 इयरको दिन्छ, कुनैले 2 इयरको दिन्छ होइन। सो यु निड टु एक्सटेन्ड द भिजा एक्सटेन्ड भिजा गर्नको लागि चाहिँ होइन इफ द कलेज युनिभर्सिटी इज इन ब्ल्याक लिस्ट होइन
यसमा चाहिँ के हुन्छ भने फोटो चाहिँ 35 mm बाई 45 mm को फोटो चाहियो है, व्हाइट ब्याकग्राउन्ड भएको। यसमा फोटो तपाईँहरूले त्यो फोटो बनाएर यहाँ एउटा फोटो टाँच्नुपर्ने हुन्छ है। के भनेको छ भने 6 महिनाभित्रको भनेको छ है, ल्याटेस्ट फोटो हुनु पर्यो है। सपोज तपाईँ फर इक्जाम्पलको लागि होइन, तपाईँको कास्ट लेख्ने यहाँ थर लेख्नु पर्यो, खड्का हो भने के डी के खड्का यसरी लेख्ने। अनि